हेलो। जिमबाट आएपछि मैले अब के खान्छु कि है ट्याक्क लाएर यही हो खाने चिज। सो मेरो प्री वर्कआउट चाहिँ के हुन्छ भनेपछि बिहान उठेर पानी खान्छु। पानी त्यस्तै 1 ग्लास जति खान्छु। यो कपमा 1 ग्लास खान्छु। अनि त्यसपछि केही पाउरोटीमा केरा जामसाम हालेर खाएर म जान्छु है। कहिले ओट्स खान्छु, ओट्स र दुध खाएर जान्छु। अनि मेरो पछि पोस्ट वर्कआउटमा के हुन्छ है, म भर्खर जिम गएर आएको। आज चाहिँ सोल्डरको गरेको। सोल्डरको वर्कआउट म दिनको एक टाइम गर्छु। त्यसपछि यो चाहिँ मम्मीले बनाइदिनुहुन्छ। ट्याक्क लाएर रोटी अन्डा अनि थोरै यिनीहरू सलादहरू बनाइदिनुहुन्छ, आलु बनाइदिनुहुन्छ अनि अन्डाको माथि। सो म चाहिँ के गर्छु भनेपछि फर्स्ट सुरु म यो भनेको क्रिएटिन है, मसल ब्लेजको क्रिएटिन हो। यसको प्राइस चाहिँ लगभग हामीलाई 2100 कि 2200 पर्यो। यो चाहिँ कुन फ्लेभरको भनेपछि यो भनेको यो चाहिँ लेमन फ्लेभरको 1 स्कोप। ट्याक्क लाएर 1 स्कोप खान्छु होइन है, 1 स्कोप होइन। अनि यसको चाहिँ लेमन फ्लेभर हो। यसले वाटर इन्टेन्स चाहिँ बवाल गर्छ, त्यही भएर। सो यो मसल ब्लेजको हो। यसमा पानी हाल्दिउँ होइन। यसको स्वाद, यसको बाफ राख चाहिँ कडै छ क्या। यस्तो हुन्छ। तपाईँले यहाँ लेमन फ्लेभरको आउँछ। यसलाई एकछिन यत्तिकै राख्यौँ। यो ट्याक्क लाएर बस म यो चाहिँ यिनीहरूसँग हाई क्यालोरीहरूसँग लिन्छु। अब यसलाई मैले पहिला यो भनेको पिनट बटर हो। यो चाहिँ मैले कम्पनीबाट त्यस्तै 230 मा ल्याएको। यहीँ बालाजुमा यसको ऊ छ, त्यहीँबाट सिधै ल्या। सो होलसेल प्राइसमा पाउँछ। यसलाई यो चाहिँ 1 स्कोप। हजुरलाई अब कति हाल्नु मन छ? यो चाहिँ क्रन्ची टाइपमा हो, त्यही भएर क्रन्च हुन्छ। अर्को चाहिँ मलाई मिठो लाग्दैन खासै, यो क्रन्ची चाहिँ मिठो लाग्छ होइन। ट्याक्क लाएर यो हुन्छ। बवाल छ यो। अनि त्यसपछि हनी। यो चाहिँ हनी हो। यो चाहिँ गाउँबाट ल्याएको ओरिजिनल। जस गाउँबाट ल्याएको अलि ओरिजिनल हुन्छ नि त। सो गाउँबाट ल्याइदिएको यो चाहिँ ट्याक्क लाएर यो पनि 1 स्कोप। नेचुरल हनी। यो चाहिँ 1 हो। यो चाहिँ मम्मीले बनाइदिनुहुन्छ होइन। अनि एउटा यो मालपा केरा होइन, लाएर मालपा केरा। यो चाहिँ हतपत गर्दैन, म चाहिँ यसरी खान्छु होइन। यस बवाल हुन्छ, बवाल। यस्तो हुन्छ यो ट्याक्क लाएर यत्तिको हुन्छ। यत्तिको यो चाहिँ खाने। बवाल छ।
अनि यति खान्छु, यति खाएपछि त्यस्तै 3 घन्टापछि थोरै खाना खान्छु। पानी चाहिँ दिनको 3 लिटर 4 लिटर खानुपर्छ, किनभने यो क्रिएटिनले वाटर इन्ट्याक गर्छ। त्यस्तो धेरै पनि खानिन, छोले त झन् खाँदै नखान। अनि यो एकसँग मलाई बढाउनु छ नि त। आजदेखि रेगुलर भिडियो हुन्छ। म चाहिँ जिम कति भयो 1 महिना भयो गएको होइन, 1 महिना भयो, भर्खर 1 महिनादेखि सुरु गरेको। मेरो यो चेस्ट पेन भएर म 6 मन्थ जति रेस्ट गरेको। 6 मन्थ अलिकति बेसरी नसानै तन्केर पुरा असर आएर 6 महिना जति रेस्ट, फेरि सुरु गरेको। अब कसरी इम्प्रुभ गर्न सकिन्छ है ट्याक्क दिनदिनै म तपाईँलाई मेरो बडी देखाउँछु। बडी यही हो। मैले कसरी म अहिले त्यस्तै 59 पनि समथिङ किलो छ है, 59 पनि समथिङ। अहिले पुरै घटिसक्यो। जति खायो जबरजस्ती खुवाउनुपर्छ कि बढ्नलाई। फेरि यो गेनिङ गरिरहेको बेला पावर चाहिँ बबाल आउँछ। म बिस्तारै वर्कआउटलाई बढाउँदै ल्याउँछु। जस गेनिङ गर्न चाहिँ अलिक गाह्रो छ, खाना अलिक धेरै खानुपर्छ। अहिले मैले प्रोटिनहरू केही लेखेन, सिर्फ क्रिएटिन अनि यिनीहरू यो घरको आइटमहरू, यो एउटा सब घरको आइटमहरू हो। सो यति नै हो। क्रिएटिन चाहिँ यस्तो हुन्छ, यस्तो फ्लेभर। यो खाने अनि ट्याक्क लाएर अब यति नै हो खाने। यतिकै खाएर म 2-3 घन्टापछि खाना खान्छु। अनि खाना खाएर म काममा जान्छु। कामबाट ब्रेक टाइम केहीमा भयो भने अन्डा खान्छु, अन्डा चना आलु खान्छु। अनि घर आउँछु, खाना खान्छु। त्यसपछि सुत्ने बेला 1 ग्लास दुध खान्छु। बस त्यति हो, त्यति खान्छु। सो यसरी हो। अब ट्रेनिङ चाहिँ म बिस्तारै इम्प्रुभ कसरी गर्ने त्यो पनि भन्छु।